बा के भन्छ यो मलाई 500 रुपियाँ देऊ त चाहिएको छ तेरी पहिला मेरो कुरा त सुन बा मलाई 500 रुपियाँ आज जरुरी छ क्या साथीहरूसँग आज चिल हान्न जानु छ क्या दिनै तँलाई काम आउँछ नकमाइने पैसा दिमाग खराब नगर आज मेरो गर्लफ्रेन्डले आज चाहिँ पोखरा जाने भनेको छ म आज उसँग गएर भेट्ने हो बेलुकातिर चाहिँ फेरि तिमीले 5000 त अझ छुट्टै दिनुपर्ने छ आज चिल हान्न चाहिँ पोखरा जाने हो चाहिँ जस्तो विदेश गएर कति पैसा कमाएछन् ए बा मलाई चाहिँ पैसा किन कमाउनु पर्यो भने क्या बिहान र बेलुका भात खानलाई तिमीले यत्रो दुःख गरेका छौ मलाई पुगिदिइहाल्छ अनि बाहिरतिर मलाई यसो रमाइलो गर्नको लागि मेरो साथीभाइ जति पनि सधैँ छन् नि मैले पैसा किन कमाउने अनि विदेश त म जिन्दगीमा जाँदिनँ बा कुरा बुझिरह है मलाई अरूको थाहा छैन 500 रुपियाँ खुर्क दिइहाल त राम्रो दिने पैसा तँलाई मलाई अरू कुरा थाहा छैन मैले तिमीलाई हिजो त मैले साबेलले 2 साबेल हाने मात्रै हो यो गोठमा तिमीलाई चाहिँ झुन्ड्याएर मार्नु नपरोस् फेरि चाहिँ बुझिराख है फेरि बुढेसकालमा फेरि दुःख पाइएला नि हेर पैसा छैन अरूको थाहा छैन 500 रुपियाँ खुर्क दिइहाल त आफूलाई यस्तो हैरान आउँछ ए भा तिम्रो खासमा चाहिँ काम के छ भने कि तिम्रो गर्ने काम यही होइन तिमीले गोबर सोर तिमीले गाई दो तिमीले बारी खन झन् तँलाई एउटा सिरियस कुरो गर्नु भने आउँछ अनि के छोराले सम्झिन्छ कि मान्छ कि तिमी अहिले चाहिँ यहाँ मलाई भावनामा बगाउने कोसिस नगर है फेरि भन्दै छु पैसा दिन्छौ कि दिँदैन अब सबै सम्पत्ति तेरै हुन् के गर्ने घर ए भनेपछि यो गोबर सोरे जस्तो लाग्यो मलाई अहिले म एकछिनमा आउँछु त्यति बेलासम्म मलाई पैसा फेरि बुझिराख फेरि चाहिँ यहाँ यस्तो हाय बाबे यो जिन्दगीको साथी आउँछ छैन कुन दिन मऱ्यो नि हो थाहै छैन यो छोराले भने पटक्कै मान्दैन आफू जाने यस्तो छ के कति बेला हुर्लोकै हुन्छ थाहै छैन